यो भनेको मेरो लागि 100% सक्सेस हो अहिले। यतिको भनेको यो भनेको 100% सायद यतिको बनाउनलाई उता सहर बजारतिर धेरै खर्च गरे हुन्छ। सम्पूर्ण दर्शकबिनहरू नमस्कार, म शिखर मौसम। म अहिले भूमे गाउँपालिका वडा नम्बर 1 लुगुम गाउँमा आएको छु। एकदमै चिसोको मात्रा बढी हुने ठाउँ। मान्छेको भनाइ छ नि, बुढापाखाले भन्थे अनि धेरै बुद्धिजीवीहरूले पनि भन्ने गर्छन्, गरे के हुँदैन र। यो ठाउँमा हामीले टमाटर खेती हुँदैन, टमाटर उत्पादनै हुँदैन भनेर छोडिदिएको हो नि। यो ठाउँमा चाहिँ बन्डा हुँदैन भनेर छोडिदिएको हो नि। यो ठाउँमा विशेष गरेर तपाईँले काउली हुँदैन, कुनै पनि तरकारी हुँदैन भनेर छोडिदिएको हो नि। तर चाहिँ यो ठाउँमा आउँदाखेरि यति चाहिँ उत्पादन भएको देख्दाखेरि मन खुसी भएर आउँछ। एक झुप्पामा यतिको फलाउनलाई अलिकति मेहनतै गरिरहेछ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 दानासम्म फलिया रहेछ। 14 दानासम्म फलेछ। अहिले यो तपाईँ देखिराख्नु भएको टमाटर खेती विनोद पुलज्यूले उहाँ धेरै लामो समय विदेश बसेर फर्केर म नेपालमै के गर्छु भनेर फर्केर आउनुभयो। फर्केर आइसकेपछि उहाँ नेपालमै एकदमै टमाटर खेतीदेखि लिएर आलु खेतीदेखि लिएर गाई पालन पशुपालनदेखि लिएर नेपालमै मेहनत गरेर नेपालमै सन्तुष्टि हुन चाहन्छु भनेर उहाँले एकदमै अडिक अठोट दिनुभयो। टमाटर उत्पादन गर्नलाई चाहिँ कति पटक चाहिँ यो टनेलभित्र चाहिँ पस्नुपर्ने रहेछ? यो त तपाईँको हेर्छ, अब जङ्गल फालिदिनै पर्यो। यो गोडन मेलनहरू, यो छाँटकाटहरू जस्तो यो देख्नु भएको छ नि, यो चाहिँ नि सिङ्गल बोटमा सिङ्गल बोट मात्र लगिरहेको हो। पहिले अब हामीले चाहिँ अब यो एउटा बोटबाट डबल हाँगा नि लग्न सक्यो, चारवटा हाँगा नि लग्न सक्यो। र मैले यसपालि चाहिँ अलिकति बेर्ना धेरै थियो अनि ठाउँ कममा गरे भएर अनि मैले सिङ्गल रोपेँ। र यो डाँठ नि एकदम हेल्दी छ। अब हेरौँ यहाँ टिक्न चाहिँ कहिलेसम्म टिक्छ। अब लगभग यहाँको हिसाबमा हेर्दाखेरि यतिको फल्यो भने यहाँ चाहिँ एक बोटमा लगभग 4-5 किलो फलिसकेको छ। 4-5 किलोको हिसाबले हाम्रोतिर यतातिर मल मेन खर्च भनेको, अनि औषधि उपचार चाहिँ कम लाग्ने भएर राम्रै फाइदा हुन्छ जस्तो लाग्छ यतातिर गर्न सक्यो भने। तर यो अब जे पाए त्यही गरेर रोप्यो, अब लगाउँछु अनि फलाउँछु भन्यो भने त हुँदैन। अब यसलाई नि धेरै मेहनतहरू गर्नुपर्ने हुन्छ। यस्तो त्यो हुँदैन भनेको हाम्रो यो कन्सेप्ट अलिकति कस्तो छ भने, अब यो मान्छेले फ्युजन गर्न अलिकति डराउँछन् होइन, एक्सपेरिमेन्ट गर्न। जस्तो अहिले यो सालमा मैले यो टमाटर नि यहीँ गरेको छु, एक्सपेरिमेन्ट गरेको छु, त्यो आलुको नि गरेको छु, अनि यहाँ अर्को यतातिर होलस्टेन गाईहरू लिएर गरिरहेको छु होइन। एउटा कसो भने गर्छु भन्ने हुनु पऱ्यो, त्यसलाई म्यानेजमेन्ट कसरी गर्नु। अब त्यतिकै गर्छु भनेर त्यो पुरानै हिसाबमा ट्रेडिसनल हिसाबले गएर त्यही सिस्टममा गरेर हुँदैन। जस्तै अब आलुको हिसाबमै गर्दाखेरि अब यो एउटा गरामा पुरानो हिसाबले लगाएको छ भने यसमा मैले अब अलिकति चेन्जेस गरेर लगाएको छु भने त्यसमा केही न केही चेन्जेसहरू छ फलाइमा। अब आलु नै राम्रै फलिरहेछ अहिलेसम्ममा, आलुहरू नै राम्रै फलाइ। विदेश जान रहर चाहिँ भएन? अनि नगइएको होइन, एकचोटि गइयो। त्यो एकचोटि गएपछि अब पुग्यो रहर। उताको जिन्दगी भने विदेशको जिन्दगी जो विदेश गएको छ, अब बुढापाकाले भन्छ जसले भोग्छ उसलाई थाहा हुन्छ भने जस्तो नभोग्दासम्म थाहा हुँदैन। नभोग्दासम्म त्यस्तै हो। अब भोगिसकेपछि अलिक अब त्यहाँको दुःख सबै कुरा थाहा भयो नि। जस्तै अब त्यहाँको दुःख र यहाँको दुःखमा अब पैसाको हिसाब गर्दाखेरि उतातिर अलिक बेसी कमाइएला, तर आत्मसन्तुष्टि यताउता हेर्ने हो भने यहाँको जति चाहिँ नि उतातिर आत्मसन्तुष्टि हामीलाई हुँदैन, खुसी हुँदैन। फर्मभित्र प्रवेश गर्दाखेरि म यो तपाईँलाई ग्यारेन्टी दिन्छु, यो एकदम प्रोफेसनल रूपमा तपाईँले टमाटर खेती गरिराख्नु भएको छ, तर यस्तो उत्पादन गरिराख्नु भएको छैन। आज रुकुम पूर्वको भूमे गाउँपालिकामा एकदमै पुरै छोडिदिनुहोस्। यहाँ पस्न आउँदाखेरि म के देखे यस्तो खालको टमाटर खेती उत्पादन भएको छ। यसको लागि तपाईँलाई विशेष गरेर किसानलाई गरे हुन्छ
तपाईँले पनि गर्नुहोस्, मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, तर यस्तो तरिकाले गर्नुहोस् तपाईँले पनि यस्तो तरिकाबाट टमाटर उत्पादन गर्न सक्नुहुन्छ, मनग्गे आम्दानी लिन सक्नुहुन्छ।